दुई मितको कथा प्रस्तुत लोककथा कक्षा 9 को नेपाली पाठ्य पुस्तकबाट साभार गरिएको हो। यस कथाका रचयिता यस पाठ्य पुस्तकका लेखक सम्पादक स्वयं नै हुन्। बाँच्ने आशा मरिसकेको कर्णकान्तलाई हिम्मत जुटाउने साहसको सन्देश यो कथाबाट मिल्छ। जन्म र मृत्यु प्रकृतिको नियम हो। प्राण वा ज्यान भएका सबैले बाँचुन्जेल दुःख र सुखको अनुभव गरिरहन्छन्। आपद विपदको सामना हरेकले गर्नै पर्छ भन्ने सन्देश यस कथाबाट लिन सकिन्छ। प्रस्तुत छ कथा दुई मितको कथा। चारकोसे झाडीको बीचमा वनदेवीको मन्दिरको छेउमा एउटा विशाल रुख थियो। त्यस रुखलाई दुई मितहरूले आफ्नो घर बनाएका थिए। ती दुईमा एउटा लाटोकोसेरो थियो, अर्को चाहिँ हात्ती थियो। उनीहरू एक अर्कासित मान्छेको भाषामा कुरा गर्थे र मान्छेले जस्तै मित्रताको व्यवहार पनि गर्थे। आफ्ना मितलाई बोलाउन सजिलो होस् पनि तिनले नाम पनि मान्छेकै जस्ता राखेका थिए। लाटोकोसेरोको नाम नेत्रलाल थियो भने हात्तीको नाम चाहिँ कर्णकान्त थियो। नेत्रलाल पन्छी हुनाले रुखमा हाँगामा चढेर सुत्ने गर्थ्यो र कर्णकान्त चाहिँ रुखको फेदमै रात बिताउँथ्यो। दिनभरि ती आफ्ना आफ्ना आहारका खोजीमा एक्ला एक्लै एकाएकातिर लाग्थे, तर साँझ पर्दा नपर्दै ती आफ्ना घरतिर फर्किसक्थे र एक अर्कालाई दिनभरि आफूले देखे पुगेका कुराहरूको बोली विस्तार लगाउँथे। तिनीहरू यसरी बिनबिच्चामा कुरा मात्रै जोड्दैनथे, परेका बेलामा आफ्ना मितका लागि ज्यानै समेत दिनु परे पनि कहिल्यै पछि हट्दैनथे। आजभोलि जताततै स्वार्थको जगजगी भएकाले हामीलाई यस्ता मित्रको उल्लेख्य हुँदा आश्चर्य लाग्न सक्ला, तर नेत्रलाल र कर्णकान्त साँच्चै नै पाइ नसक्नुका मित थिए। रहँदा बस्दा एक दिन यी दुई मित्रहरूलाई ठुलो आपत आइपरेछ। के भएछ भने नेत्रलाल सधैँ जस्तै घाम अस्ताउने बेलामा आफ्नो दिउँसोको काम सिद्धाइसकेपछि भुर्र उड्दै चुच्चे ढुङ्गो उइटुङ्गो भने झैँ आफ्नो रुखमा पुगेछ। तर कर्णकान्तले भने त्यस दिन ढिलो गरेको देखेर नेत्रलाल चिन्तित भएछ। चिन्तित हुनु पनि स्वाभाविकै थियो, किनभने कर्णकान्त कहिल्यै पनि घर फर्कन ढिलो गर्दैनथ्यो। हो, नेत्रलाल उड्ने जन्तु हुनाले टाढा टाढा घुम्न पुगे पनि बेगसित उडेर समयमै घर फर्कन्थ्यो। तर कर्णकान्त उड्न नसके पनि ऊ आफ्नो एमानको जिउलाई जताबाट र जसरी भए पनि त्यस रुखका फेदमा घाम अस्ताउँदा नअस्ताउँदै आइपुर्याउँथ्यो। त्यस दिन भने अचम्मै भएछ। घाम अस्ताइसकेछ र पनि कर्णकान्त फर्केनछ। बिस्तारै किराहरूको एकोहोरो किरिरी बढ्दै गएछ। अँध्यारो चारैतिरबाट झप्प छोप्दै ल्याएछ र झमक्क साँझ परेछ। नेत्रलालको मन आतेशले छटपटाउँदै गएछ। उसको छाती कति थिच्दा पनि बुरुक बुरुक उफ्रन छाडेनछ। बाबैनी, के भएको हो नि यस्तो? यतिका वर्षसम्म यी दुई मितले एक अर्काका साथमा जीवन बिताएका थिए। यस्तो कहिले पनि भएको थिएन। कुनै ऊ जस्तै ठुलो जीव कि ढोइ नै पो उसले भेटाए कि त्यसले अभिन्न मित्रलाई उसबाट चटक्क चुडाएर लगी कि? हरे, कर्णकान्तले आफ्नो मितलाई बिहान भनेरै गएको भए उसको मुटु यसरी ढुकढुक त हुने थिएन। उसलाई यस्तो असाध्य वेदनाले खग्रास त पार्ने थिएन। हेर्दा हेर्दै आकाशभरि ताराहरू ढकमक्क मकैका फूल जस्तै बरर उदाए। तर कर्णकान्तको भने कतै फत्तो फाँट थिएन। ऊ त्यसरी नै बिलायो जसरी दिन बिलाएर गएको थियो, उज्यालो बिलाएर गएको थियो र साँझ बिलाएर गएको थियो। टह टह जुन लाग्दा कम्ती रमाइलो हुँदैन थियो। त्यो फाँट ताराहरू त्यसरी सगरै ढाकेर टल्कदा कम्ती स्वादिलो हुँदैन थियो त्यो वन। तर हरे, कर्णकान्त नै नभएपछि नेत्रलाललाई अब त्यस जुनको के काम? ती ताराहरूको के महत्त्व? साथी नै नभएपछि नेत्रलालले त्यस रुखलाई छाडे पनि भयो। कर्णकान्तले उसलाई माया मारे जस्तै उसले पनि त्यस वनलाई माया मारे पनि भयो। रात छिप्पिँदै गयो, तर कर्णकान्तको सुईकोसम्म पनि नेत्रलालले पाएन। हो, ऊ उडेर खोज्न जान सक्थ्यो, तर त्यसै बेला कर्णकान्त लमक र झमक गर्दै त्यहाँ आइपुग्यो भने उसले पखेटा भ्याट भ्याट गर्यो। बिरहको उलुलु स्वर उराल्यो र नरमाइलोसित आङ मर्कायो। उसको मित कतै देखा परेन। जुन उसरी नै पर देखिने नदीको पानीमा टलल्ल टल्किरह्यो, ताराहरू चिसै चम्किरहे र रात सुलुलु चिप्लिरह्यो। कर्णकान्त हराएको थियो, तर त्यस्तो ठुलो कुराले पनि तिनमा कुनै बिरह ल्याउन सकेन। एउटा नेत्रलाल मात्रै त्यसै भुटभुटिरहेको थियो।
अब आइहाल्छ कि भन्ने अन्यलमा पिङ खेल्दा खेल्दै नेत्रलालले आधा रात छर्लङ्ग बिताएछ। उसका आँखा लाग्न मात्र लागेका थिए। कर्णकान्त साह्रै मन्द गतिमा लोथ्र्याक लोथ्र्याक गरेर आउँदा छेउैमा आइपुगेपछि मात्र उसले देखेछ। के भयो मित कर्णकान्त, आज तपाईँलाई के भयो? साह्रै आत्मीयता साथ हाँगाबाट तल झरेर नेत्रलालले सोधेछ। म त तपाईँसित सदाका लागि बिदा माग्न आएका मेरा परम मित्र नेत्रलाल, मबाट अन्जानमा वा ख्याल ख्यालमा कुनै नराम्रो बोली वचन वा व्यवहार भएको भए मित जानी क्षमा दिनुहोला, भुलचुक भएको भए माफ दिनुहोला, मायालु स्वरमा कर्णकान्तले भनेछ। नेत्रलालको मनमा चसक्क परेछ। होइन, कर्णकान्तले साँच्चै कुनै ढोइ भेटे जस्तै छ, नत्र ऊ किन यति ढिलो फर्कन्थ्यो, किन मसित बिदा माग्थ्यो र किन भुलचुकमा माफ दिनुहोला भन्थ्यो भन्ने उसलाई परेछ। तर कर्णकान्तको अनुहार आनन्दको उज्यालो थिएन। त्यस्तो चहकिलो रातमा पनि ऊ औँसी जस्तो वेदनामा चुलुम्ब डुबेको जस्तो देखिन्थ्यो। नेत्रलालका खप्पिस आँखाले हात्तीलाई पक्का पनि डर लाग्दै समस्या आइपरेको हुनुपर्छ भन्ने ठम्म्याए। त्यसैले अत्यन्त स्नेह साथ उसले भन्यो, तपाईँलाई कुनै आपत आइपरे जस्तो म देख्दैछु। के भयो? आज कहाँ जानुभयो? ककसित तपाईँको भेट भयो? कसैले बोली वचन पो लगायो कि? अथवा तपाईँलाई कुनै रोगले पो भेट्यो कि? कर्णकान्तले सोट लत्र्याएको लत्र्याए भन्यो, म मर्ने भए। मेरो यो विशाल जिउ चोक्टा चोक्टा हुने भयो। नेत्रलालले पक्क पर्दै सोध्यो, कसरी? कुरो के रहेछ भने त्यस दिन बिहान कर्णकान्त नदीको किनारै किनार उत्तरतिर लागेछ। ऊ जीवनमा कहिल्यै पनि त्यस दिशातिर लागेको थिएन। जाँदा जाँदा अग्ला अग्ला पहाडहरूको बीचमा ऊ पुगेछ। गडतिर हिँड्दा डाँडाहरूको अग्लाइ बढ्दै गएछ। ती नागबेली पढ्दै गएछन् र मैदानबाट ओझेल परेर ऊ यस्तो डरलाग्दो ठाउँमा पुगेछ जहाँ अचम्मको शान्ति फैलिएको रहेछ। भएन, अब फर्कनु पर्यो भनेर कर्णकान्तले सोट उचालेर आफ्नो शरीरलाई यसो दक्षिणतिर घुमाउने आँटेको थियो। उसका कानमा अनौठो कल्याङ बल्याङ ठोकिन आइपुगेछ। यस्तो सुनसान ठाउँमा पनि को बस्दा रहेछन् हेर्नु पर्यो। भरे मेत नेत्रलाललाई छक्क पार्दै तिनका विषयमा भन्न पाइनेछ भन्ने विचारले कर्णकान्त त्यस हो हल्लातिर गएछ। सर्प गुडुल्किए जस्ता डाँडाहरूको फेदतिर जङ्गलको बीचमा एउटा सानो खुला चौर रहेछ, जसमा ठुल्ठुला रुखका मुढाहरू जोतेर आगो बाली त्यस वरिपरि राक्षसहरू नाचिरहेका रहेछन्। त्यो एउटा असाध्यै राम्रो र ठुलो ओढारमा गएर ठोकिएको रहेछ। राक्षसहरू त्यस ओढारको मुखबाट पानी बगे जस्तै चौरतिर निस्किँदा रहेछन्। बडेमानको हात्ती एक्कासी त्यहाँ आइपुग्दा एउटा राक्षसले उफ्रँदै त्यसको छेउमा गएर हर्ष प्रकट गरेछ। हाम्रा राजाले हिजो राति सपनामा हात्तीको मासु खाएको देखेका थिए, आज साँच्चै खान पाउने भए। हामीले पनि हात्तीको मासु चाख्न पाउने भयौँ। सपनामा जे देखियो विपनामा त्यही कहाँ पुग्छ र? कर्णकान्तले विरोध जनाएछ। हामीले ढाँटेको होइन, हिँड हाम्रा राजाको छेउमा गएर आफै सोध भन्दै 20-25 राक्षसहरूले कर्णकान्तलाई ठेलेर ओडारकै मुखतिर लगे। हात्ती देख्ने बित्तिकै राल चुहाउँदै सारा राक्षस केटाकेटीहरू तिग्रा ठटाई ठटाई कराउन थाले। आज हात्तीका चोक्टा खान पाइने भयो, आज हात्ती खान पाइने भयो। राक्षसहरूको राजा पनि उज्यालो अनुहार लगाएर ओडार बाहिर आयो। हात्तीलाई धाप दिँदै उसले भन्यो, सँगेको कुरा हो, म मेरा कर्मचारीलाई हात्ती समातेर ल्याउन लगाउँदै थिएँ, त आफै आइपुगिस्। कुरो के भने मैले सपनामा हात्तीको मासु खाएको थिएँ र मेरो सपना जहिले पनि मिल्छ। तँलाई म अब काटकुट पार्न लगाएर खान्छु, बुझिस् नाङ्ला काने? मेरो नाम कर्णकान्त हो, मलाई कर्णकान्त भनेर बोलाउनुहोस्, कर्णकान्तले भन्यो। कर्णकान्त होस् कि नाङ्ला काने होस्, के फरक भएर? अब तैँले हाम्रा राजाको सपना पुर्याउनै पर्छ, एउटा राक्षसले बिचैमा टिप्पणी गर्यो। तबै तारे तैँले अब स्वादिलो चोक्टै चोक्टा हुनै पर्छ, अर्काले थप्यो। सपना त सपना हो, त्यो विपना कसरी हुन्छ? कर्णकान्तले सोध्यो। मैले देखेपछि सपना पनि विपना हुन्छ, बुझिस्? मेरो सपना कहिले खेर जाँदैन, राक्षसको राजाले जवाफ दियो। कर्णकान्तले धेरै तर्क गर्यो, धेरै बिन्ती गर्यो र धेरै बुझाउन खोज्यो, तर ढुङ्गा जस्तो हृदय भएका राक्षसहरूले पटक्कै मानेनन्। ती उसलाई मारेर खान्छौँ खान्छौँ भनेर कराइ नै रहे, उफ्री नै रहे। लाख बिन्ती गर्दा पनि कर्णकान्तको केही लागेन। उसले मर्नै पर्ने भयो। अन्तिम अवस्थामा उसलाई आफ्ना परम स्नेही मित्र नेत्रलालको सम्झना भयो। उसले भन्यो, उसो भए मलाई मेरा मित नेत्रलालसित गएर अन्तिम बिदा माग्न दिनुहोस्। उनीसित बिदा भएर म सोझै यहीँ फर्किन्छु, फरक पर्ने छैन। राक्षसहरू मानेका थिएनन्, तर राक्षसको राजाले भनेछ, हुन्छ, मर्नुभन्दा अगाडि तेरो साथीलाई भेटेर आइज, तर फर्कनु चाहिँ पर्छ नि।
हवस् भनेर कर्णकान्त आफ्नो वासस्थानतिर लागेछ। धेरै तल आइपुगेपछि उसको जम्का भेट एउटा जरायासित भएछ। त्यस जरायासित कर्णकान्तले सोधेछ, के सपना पनि विपना जस्तै साँचो हुन सक्छ? जराले कुरै नबुझी प्याच्च जवाफ दिएछ, हुन्छ, किन नहुनु। निकै बेरपछि उसले एउटा अर्नालाई चढ्दै गरेको देखेछ र त्यसका छेउमा गएर भनेछ, मलाई एउटा कुरो सोध्नु थियो। के? मुन्टो जुरुक्क उचालेर नाकका पोरा फुलाउँदै अर्नाले सोधेछ। सपनामा देखेको कुरा विपनामा पाइन्छ? कर्णकान्तले आफ्नो समस्यालाई अघि सारेछ। किन नपाउनु नि? बोल्दा पनि पैसा पर्ला जस्तो गर्दै अर्नाले घाँस चपाउँदै भनेछ। यसरी कर्णकान्त हात्तीले जस जससित सोधेछ ती सबैले उसलाई निराशै पारेछन्। कसैले पनि सपना सपनै हो, त्यो पुरा हुन सक्दैन भनेर भनेछन्। कर्णकान्तलाई बाँच्ने आशा नभएकाले उसको सम्पूर्ण फुर्ती सेलाएछ। नेत्रलाललाई आफ्ना मितको दयनीय स्थिति देखेर असाध्यै माया लागेछ। उसले भनेछ, मेरा प्यारा मित, त्यसरी मर्नुभन्दा अगाडि नै खुट्टा तान्न तपाईँ जस्ता वीरलाई सुहाउँदैन। कर्णकान्तले आँखाभरि आँसु पारेर सुनाएछ, म त अब जाने नै भएँ। मलाई त अब टुक्रा टुक्रा पारेर ती अलक्षिण राक्षसहरूले हँसुर्ने नै भयो। तर तपाईँ भने मलाई सम्झेर चिन्ता नगर्नुहोला, म अब जान्छु पनि। नेत्रलाल कतिचोटि कर्णकान्तको टाउकोमाथि बसेर त्यस जङ्गलमा घुमेको थियो। एकताको कुरो हो, हाँगामा अड्किएर उसको पखेटाको फेदमा चोट लागेको थियो। कर्णकान्त लम्पसार परेर सुतिदिन्थ्यो र नेत्रलाल आफ्ना खुट्टाले बिस्तारै टेक्दै उसको टाउकोमा चढ्थ्यो अनि कर्णकान्त जुरुक्क उठेर साथीलाई यता र उता घुमाउन लान्थ्यो। नेत्रलालको पखेटाको फेदमा दुखिरहन्थ्यो, तर कर्णकान्तका मिठा मिठा कुराले गर्दा ऊ आफ्नो घाउलाई बिर्सन्थ्यो। 2-3 महिना यसरी यी दुई मितसँगै घुमेपछि नेत्रलालको घाउ राम्रैसँग निको भएको थियो। नेत्रलालले त्यसै कुरालाई सम्झेर भन्यो, मितज्यू, उडेर जाउँ भने मैले राक्षस बस्ने ओडार देखेको छैन। देखिहाल्छु भने पनि तपाईँभन्दा अगावै म त्यहाँ पुगेर के काम। हिँडेर जाउँ भने चम्केको घोडाले त हात्तीलाई भेट्न सक्दैन भने म लाटेकोसेरोले कसरी सार मिलाउन सक्छु। मेरा घाउ हुँदा तपाईँले कसरी मलाई टाउकामा राखेर डुलाइ हिँड्नुहुन्थ्यो सम्झना छ? म त्यसै गरी तपाईँको टाउकोमाथि थपक्क बस्छु र हामी दुवै ती राक्षसहरूलाई भेट्न जाउँ, कसो? मैले पो फर्कने बाचा बाँधेको छु र म फर्कन्छु। तपाईँ किन जाने ह त्यहाँ? मलाई जस्तै तपाईँलाई पनि तिनले काटेर खाए भने? मिज्यू, पर्दैन, तपाईँ यहीँ बस्नुहोस्, म मात्रै जान्छु। कर्णकान्तले लाटोकोसेरोलाई रोक्न खोज्यो। नेत्रलालले के मान्थ्यो? उसले भन्यो, एक त तिनले तपाईँलाई नै पनि खान पाउँदैनन् र तपाईँलाई खान नपाएपछि मलाई खाने कुरै उठ्दैन। लौ, तिनले तपाईँलाई खान पाएछन् रे। तपाईँलाई त्यसरी खाइसकेपछि मैले यस संसारमा किन बाँचिरहने? बाँच्यो भने दुवै बाँचौँला, मर्यो भने पनि सँगसँगै दुवै मरौँला। त्यसपछि ती दुई मित आफ्नो प्यारो रुखलाई छाडेर राक्षसको ओडारतिर लागेछन्। घन्टौँ लगाएर ती दुई ओडारको मुखमा पुगेछन्। नेत्रलाल कर्णकान्तको टाउकोमा झोक्राएर बसिरहेकाले त्यति लामो बाटामा पनि ती दुईले कुनै बात मारेनछन्। हात्तीलाई लुरुक्क फर्केको देखेर राक्षसहरूले घेरेछन्। राक्षसको राजाले बाहिर निस्केर भनेछ, त वचनको पक्का रहेछस्। त्यतिन्जेल कर्णकान्तका टाउकामा नेत्रलाल मस्त निन्द्रामा परे जस्तो स्वाङ गरिरहेको रहेछ। राक्षसका राजाको आवाजले झसङ्ग भएर बिउजे जस्तो गर्दै आँखा उगारेर उसले उच्च स्वरमा भनेछ, खोइ, राक्षस राजकुमारी कहाँ छिन्? यहाँ ल्याउनु पर्यो। किन किन हाम्री राजकुमारीलाई तेरा अगाडि ल्याउने ह? एउटा राक्षसले गर्दोदै सोधेछ। मसित बिहे गर्न नि, किन हुन्थ्यो? भर्खरै मैले सपनामा तिमीहरू कि राजकुमारीलाई बिहे गरेको देखेँ। नेत्रलालले कुरा बनाएछ। सपनामा खोले खाएको भनेको यही हो। सपनामा तैँले हाम्री राजकुमारीले बिहे गरेको देख्दैमा विपनामा बिहे गर्न पाउँछस्? राक्षसको राजाले राता राता आँखा पार्दै भनेछ। उसो भए तपाईँले सपनामा हात्तीको मासु खाएको देख्नुभयो भन्दैमा मेरा मितका मासु खान पाउनुहुन्छ त? तपाईँले मेरा मितको मासु खान पाउनुहुन्छ भने मैले पनि तपाईँको छोरीसँग बिहे गर्न पाउनुपर्छ, बुझ्नुभयो? उस्तै आँखा पारेर नेत्रलालले आफ्ना बलिया तर्क उभ्याएछ। सारा राक्षसहरू निल्ल भएछन्। हात्ती आयो फुस्सा भनेको यही हो भन्दै ती ओडारभित्र गुरुरु पसेछन्। कर्णकान्त अब लमक लमक आफ्नो वासस्थानतिर आफ्ना मित नेत्रलाललाई टाउकामा चढाएर फर्केछ। दुई मितहरू त्यसपछि धेरै धेरै वर्षसम्म सँगसँगै दुःख सुख बाँडेर बसेछन्। आजको कथा दुई मितको कथा तपाईँलाई कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला।
हाम्रो यस्तै भिडियोहरू हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर नजिकै आउने बेल आइकनमा दबाउनुहोला। आजलाई भने म तपाईहरूकै कथा भन्ने साथी जमिन राईलाई पनि बिदा दिनुस्। नमस्कार।